तपाईहरुलाई के लाग्छ भोट माग्न नेताहरू केसम्म गर्न सक्छन्? कोही उखुबारीमा गएर उखु काट्छन्, कोही जेरी पकाउँदै हिँड्छन्, कोही ट्र्याक्टर चलाउँदै हिँड्छन्, कोही भने मतदाताको खुट्टा नै ढोग्न पुग्छन् र कोही भने चाहिँ क्यामेरा अगाडि आँसु चुहाउँदै भोट माग्छन्। सुदन गुरुङले 50-60 केजीको भारी बोकेर मतदाता रिजाएको क्लिप त भाइरल नै भएको थियो। के यो जनता प्रतिको माया हो कि त यो इलेक्सन सिजनमा मात्रै मञ्चन हुने नयाँ नाटक? नमस्कार, आज हामी कुरा गर्दैछौँ नेपालको देखावटी राजनीतिको बारेमा, जहाँ एजेन्डा र भिजन भन्दा पनि बढी चर्चा हुने गर्छ अभिनयको। ऋषि धमलालाई नै हेरौँ न, पत्रकारिता छोडेर आम जनता पार्टीबाट उम्मेदवार बनेका उनी कहिले साइकल चलाउँछन्, कहिले ट्र्याक्टर चलाउँछन्, कहिले जेरी पकाउँदै हिँड्छन् र कहिले भने पसिनाले लतपत भएका मतदाताहरूलाई अङ्गालो मार्दै हिँड्छन्। उनले त अझै रौतहटमै घर बनाएर बस्ने कसम पनि खान भ्याएका छन्। म रौतहटमै घर जम गर्नेछु, यहाँ आउँछु, यहीँ बस्छु, यहीँ खान्छु, उहाँहरूसँगै बस्छु। तर यो भोट माग्ने शैली नयाँ भने होइन। 2070 सालमा भोजराज जोशीले किसानको खेतमै गएर धान काटिदिएका थिए। नवराज सिलवाल र विश्वप्रकाश शर्माको त धान काटेको फोटो अझै पनि भाइरल हुने गर्छ। आफूलाई जेन्जी भनेर चिनाउने सुदन गुरुङ 50-60 केजीको भारी बोकेर मतदाता रिजाउने क्रममै छन्। प्रचण्ड रुकुम पुगेर मयूर नाच नाच्छन्, अनि कतै त मतदाताको खुट्टासम्म ढोग्न भ्याए। जब काम देखाउन सकिँदैन तब प्रलोभन सुरु हुन्छ। मासु भात त फेमस नै छ। चुनावको बेलामा कतिले मासु भात बेच्छन् त कतिले पैसा पनि बाँड्छन्। किन गर्छन् त नेताहरू यस्तो? सिल्लो गाडी र एसी कोठामा बस्ने नेताहरू कहिले धान काटेर त कहिले भारी बोकेर म पनि तिमीहरू जस्तै सामान्य मान्छे हो भन्ने भ्रम छर्न चाहन्छन्। भ्रष्टाचार र बेरोजगारी जस्तो मुद्दामा बोल्न नसक्ने भएपछि रुने वा खुट्टा ढोग्ने जस्तो भावनात्मक नाटक गरिन्छ ताकि मतदाताले बिचरा भनेर भोट हालिदिउन्। गम्भीर राजनीतिक भाषण भन्दा उखु काटेको भिडियो छिटो भाइरल हुन्छ। आजको जमानामा जे देखिन्छ त्यही बिक्छ भन्ने मान्यतामा नेताहरू इन्फ्लुएन्सर जस्तै बनेका छन्। तर प्रश्न यहाँ उठ्छ, के चुनावको बेलामा धान काट्ने हातले संसदमा गएर नीति बनाउन सक्छ? अहिले देशको अवस्था कस्तो छ? महँगीले जनताको ढाड सेकेको छ। युवाहरू राहदानीको लाइनमा छन्। हाम्रा जनप्रतिनिधिहरूले संसदमा गएर पोलिसी बनाउने हो कि टिकटकको लागि रिल्स बनाउने हो? अहिलेका मतदाता हिजोको जस्तो छैनन्। स्मार्टफोन बोक्ने नयाँ पुस्ताले घाँस काट्दै गरेको नेताको हातमा हँसिया हेर्दैन, त्यसलाई मिम बनाएर हाँस्छ। निर्वाचन अभिनयको प्रतिस्पर्धा होइन। हामीले चुनिरहेको व्यक्ति कलाकार हो कि प्रतिनिधि, यो सोच्ने बेला आएको छ। तपाईहरुलाई के लाग्छ, नेताहरूको यस्तो चटकले देशको समस्या समाधान होला त? आफ्नो विचार कमेन्ट गर्नुहोला र हाम्रो च्यानल फ्रम एनपीलाई सब्स्क्राइब गर्नुहोला र राम्रो लाग्यो भने शेयर पनि गर्नुहोला। तपाईहरुलाई यो दुईटा मध्ये कुनै टपिकमा इन्ट्रेस्ट छ भने यो भिडियो पनि हेर्न सक्नुहुन्छ।